उसले चाहिँ यो टोली चाहिँ आफ्नो गाउँबाट लिएर आएछ यसको एउटा यो धोररीबाट लिएर आएछ कहाँको धोररी चाहिँ त्यो आफ्नो गाउँ घरको वरिपरिको ल्याएर नि यो चाहिँ टाढाको फेरि यस्तो मेहनत गर्ने होला फेरि 15 नम्बर 9 नम्बर 15 नम्बर 9 नम्बर 7 नम्बर मिक्स टोली हो यो एउटै ठाउँको ए एउटै ठाउँको यो त ठुलो तालमा नि मार्ने तरिका यही हो कि यो महाजाल ओ एकदम सजिलो तरिका लाग्यो यो त ठुल्ठुलो अझै यो त पानी छैन यति यति गहिरोमा मार्नु ए हे डुबाउनु एकचोटि पनि दुईचोटि मेहनत गर्नु पर्दैन फेरि माछा मार्नु गयो लट्ठीले मार्ने त्यो निक्लिन्छ नि ए ए त्यहाँ आयो भने यहाँ आयो नि यहाँ मार्ने लट्ठीले हानेर ए समात्ने ल यो टोली आयो यतापट्टि ल 30 जनाको सङ्ख्या यहाँ छ यहाँ अब यहाँबाट छाल हानेर यता भाग्ने हो कि भनेर लट्ठीले त्यसपछि उसको गराउने यहाँ त पानी जोइन छ त माछा कति आउँछ खै हेरौँ आज ल 15-20 केजी त आउला नि कम ऊ पानीमा आइसक्यो टोली अब पानीमा न यिनीहरूले यहाँ ल्याउनु ऊ छेउमा ल्याउनु थाले उता छेउबाट नि ताने अहिले चाहिँ लाउनु छ भने चाहिँ पर जाऊँ आउनु न यहाँ बिचमा जाऊँ एकछिन ओहो पारी लगाउनु थाले यिनीहरूले यो छेउमा किन छोड्यो तिनीहरूले ए 2-3 चोटि महाजाल यसलाई महाजाल भन्छ यो तरिकालाई महाजाल लगाएर मार्ने तरिका एउटा माछा फुत्कियो त्यहाँ त्यसमा ए आइसक्यो त्यसमा लागिसक्यो कि हो जालीमा ए त्यहाँबाट फुस्कियो कि हो ठुल्ठुलो माछा हानिरहेको माछा बहुत छ सब यसमा उफ्रिरहेछ मैला पनि कडा रहेछन् बिचमा गाहन ल यो महाजालबाट माछा मार्ने तरिका 20-30 जना जाले पारे हुनुहुन्छ 20-30 जना यहाँ हुनुहुन्छ यो खतरा तरिका लाग्यो मैले पहिलोचोटि देखेको अब यो चाहिँ यसरी मार्नु लाग्यो ल सुरु भयो अब चाहिँ माछा थोरै बाँकी छ
तान्नै सकिरहेको छैन यत्रो रोटी उहाँ चेपिरा होला नि त्यही भएर पनि हो नआउने हो सबै मान्छेले कोही खुट्टाले चेपे नि मजाक हाँसिराखन् मजाक लागिरह रमाइलो छ त्यसरी उठाउँदाखेरि त माछा फुटिहाल्यो होला पुरै उठाएन ए त्यो त माछा उफ्रिएर भाग्न लाग्यो अनि त्यसलाई चाहिँ त्यो ठाड परेको सब जान के रहे चले हाँ ठीक रही हो